नमस्कार साथीहरू, के छ त तपाईँहरूको www.हालखबर.com कति भन्नु के नमस्कार हेलो होइन, कहिले आउला मेरो दिन, धन्यवाद 1K सब्सक्राइब पुऱ्याइदिनु भएकोमा भन्ने दिन यार। छ्या, म त वाक्कै लागिसक्यो। यो सबै बकवासहरूलाई यहीँ छोडौँ, अब आउँ पोइन्टमा। हामी सबै मान्छेहरू समस्याबाट भाग्छौँ, समस्या देखेर हामी डराउँछौँ, भाग्छौँ र हामी समस्यादेखि एकदमै डर लाग्छ। मानिसहरूलाई करिब करिब यो समस्या पनि मन पर्दैन। यो समस्या मन नपर्नुको कारण तपाईँहरूलाई यो समस्या चाहिँ अब के गर्ने, के हल्दै नगर्ने, यो हुँदैन। अब यसो गर्ने, यदि हामीमा अचानक समस्या आइपर्यो भने अब के गर्ने, के यतिकै बस्ने? ना, समस्या आइहाल्यो भने हामीले केही न केही सोचिहाल्छौँ, तर भविष्यमा समस्या के आउँछ भन्ने कुरा कसैलाई पनि थाहा हुँदैन। नभएको कारण त्यस पश्चात तपाईँले अब के गर्नुहुन्छ भन्ने कुरा अब हामीले पूर्ण तयारी गर्नुपर्ने हुन्छ। पूर्ण तयारी गर्यो भने भविष्यमा आइपर्ने समस्याहरू, ठुला ठुला समस्याहरू हल हुनसक्छ। त्यसैले हामी सबै व्यक्तिहरूले कोही कसैलाई सामान्य र सरल भाषामा नलिदिनुहोला। कुनै घटना र तपाईँले केही देख्नुभयो र तपाईँले केही सुन्नुभयो भने त्यसले सामान्य रूपमा लिइदिने, यता हो नि त्यता हो नि, त्यो होइन, त्यो रङ हो, तपाईँ रङ बाटोमा गइराख्नु भएको छ। सो तपाईँहरूले अब के गर्ने, पुनः तयारी गर्ने। अब तपाईँले भविष्यवाणी गर्ने तपाईँको हातमा हुँदैन। यसै सम्बन्धित आजको दिनमा मेरो घरमा घटेको सानो घटना तपाईँहरू माझमा प्रस्तुत गर्न जानेछु र यो घटना सुनिसकेपछि तपाईँले के सिक्नुभयो भन्ने कुरा, एक्स्ट्रा अर्डिनरी हुनुहुन्छ भने तपाईँले के सिक्नुभएको छ भन्ने कुरा तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ। तर अन्त्यमा म आफैले पनि के सिकेँ भन्ने कुरा प्रस्तुत गर्नेछु। निष्कर्षसम्म यो भिडियो हेर्नुहोला। अब सुरु गरौँ। जस्तो कि नेपालमा आजकलको समयमा पानी पर्ने समय नै हो, तर आजको बिहानदेखि कुनै पानी परेको थिएन। एकदमै हाई डिग्रीमा घाम लागिरहेको थियो, एकदमै चर्को घाम थियो। तर पनि मेरो घरमा समस्या आयो। समस्या केही पनि थिएन, सामान्य नै थियो। जस्तो कि म जब बाहिर निस्केँ कोठाबाट बाहिर निस्किँदा मेरो घरको कौसीबाट पानी झरिरहेको थियो। भिडियोमा हेर्न सक्नुहुन्छ। यो सिनमा तपाईँले देख्न सक्नुहुन्छ जुन त्यो कौसीबाट पानी झरिरहेको छ। कसरी झरिरहेको छ भन्ने कुरा मेरो दिमागमा केही पनि आएन। तर बिस्तारै म छततर्फ लागेँ। छततर्फ जाँदा छतभरि पानी नै पानी भएर पुरै भरिएको थियो। छोटो समयमा मेरो दिमागले यो मात्र सोच्यो कि यहाँ पानी भएको कारण तल कौसीमा पानी झरिरहेको रहेछ। म पनि पानी देखेपछि अति नै रमाउने, म पनि खुट्टाले पानी चलाउँदै म पानीसँग खेल्न थालेँ, रमाइलो गरेँ र मैले मनोरञ्जन पनि उपभोग गरेँ। अन्तमा बिस्तारै मेरो सोच वृद्धि हुन थाल्यो। अब यहाँ छतमा धेरै बेरसम्म पानी रहिरह्यो भने हाम्रो तल कोठामा पानी पनि छिर्न सक्छ र घरमा समस्या पनि आउन सक्छ। त्यसैले मेरो सोच वृद्धि भइसके पश्चात बल्ल मैले पानी जाने पाइप खोज्दै थिएँ। अन्तमा पाइप पनि भेटाएँ र सो पाइपमा पुरै फोहोरले बुझिएको थियो। सो पाइपलाई मैले सफा गरिदिएँ पानी जाला भनेर। अब के मैले समस्या हल हुन्छ भनेर गरेको सानो प्रयासले सफलता पाउला? समय त धेरै नै लाग्यो। 30 मिनेट पश्चात म पुनः स्थानमा पुगेँ। पुनः स्थानमा पुग्दा कौसीबाट झरिरहेको पानी पनि रोकिएको थियो। अनि छततर्फ पनि छिरेँ। छतमा पुग्दा सबै पानी सुकेर छत पुरा सफा भएको थियो। अन्तमा मैले सानो गरेको प्रयासमा मेरो सफलता प्राप्त भयो। म एकदमै हर्षित भएँ। यो समस्या त सानै थियो, तर भविष्यमा ठुलो क्षति पुर्याउन सक्थ्यो र हामीले सो क्षतिलाई बेहोर्नु पर्ने हुन्थ्यो। उपाय त आउला, तर जोखिमपूर्ण हुन्थ्यो। यो समय बिहानको थियो र यो समस्या भविष्यमा ठुलो समस्या आउनेबाट
मैले बिहानको समयमा मैले हल गर्न पाउँदा आफूलाई खुसी लाग्यो र म आफूले आफूलाई स्याबासी दिँदै दिनभर म इनर्जी फुलफिल भएको महसुस गरेँ। त्यसैले तपाईँले पनि कुनै चिज दृश्य तपाईँको दृष्टिले देखेको र सुनेको भरमा र तपाईँ सुनेको र देखेको चिजमा सामान्य रूपमा नलिदिनुहोला, किनभने तपाईँलाई यही सानो प्रयासले नै तपाईँ अगाडि पुग्नुहुन्छ। अर्थात् यो समस्या र यो घटना सिर्फ मेरो घटनामा मात्र सीमित रहन सक्दैन, किनभने तपाईँले पनि साना प्रयास गर्नुभयो भने तपाईँको जीवनमा पनि केही भर्याङ आरोहण गर्ने हिम्मत राख्न सक्छ र यो हिम्मत तपाईँले हार्नु हुँदैन। तपाईँले सानो प्रयास गर्नुभयो भने मात्र पनि तपाईँको सफलता र तपाईँको सफलतामा भर्याङको एउटा खुड्किला पार गर्ने हिम्मत राख्न सक्छ। त्यसैले प्रयास गर सानो, त्यही हुन्छ सफलताको भाँडो। कठिनाइमा जिउनु साथी, यही त जीवन हो।